हामी उठेन 9 बजीतिर हिँडेको थियौँ के होइन बाइक खानाले चाहिँ आयो चाहिँ कान्छाले बाइक चलेर भाइ म चाहिँ साह्रै थाकेँ के एकदम गाह्रो भएर बाटो चाहिँ यस्तै हो डल्लो जाने अहिले चाहिँ अब 70% त बित्सक्यो त्यही त हाम्रो नेताले कति चाँडो बनाउन सक्छ भन्ने देखेर होइन अगाडिसम्म चाहिँ अब बाटो यस्तै हो तर हाम्रो यहाँ बाटो खाली फेरि गयो भने चाहिँ डोल्पा भुटान घर पुगिन्छ अब नेक्स्ट भिडियोमा म एउटा ट्रेक्टर निकाल्छु रास्ता यहाँनिर के दाजुको आउनु त्यहाँनिर माछा राम्रो हुन्छ त्यहाँ अरू माछा राम्रो हुन्छ अलिकति खर्च बनाउँछ कहाँ गरिदिनु त के ढिलो आएको नेपालको बाटो खजाङ मजाङ गर्दै गाउँतिर पुग्दै यस्तै छ